ओके सबैलाई नमस्ते। अब आज हामी के को बारेमा जान्दैछौँ भने अनि अब लेयर्स प्यानल कसरी खोल्ने, लेयर्स भने के हो त्यसको बारेमा र अनि अर्को थोरै अब डिटेलमा जाउँ भन्ने सोचेको थियो। अब हामीलाई यहाँमा हिजो अस्ति नै हिजो भिडियो पार्ट आई थिंक अराउन्ड पार्ट 4 मा हामीले यो के भन्छ प्याराग्राफ स्टाइल र क्यारेक्टर स्टाइल के हो भनेर सिकेको थियो, राइट? अब लेयर्स प्यानलमा हामीले यदि त्यो गरेको छ भने, यदि हजुरले यहाँमा के गरेर लेयर्स प्यानल पहिलेदेखि फोटोसपहरू युज गरेको छ भने लेयर प्यानल भने सजिलो हुन्छ। अब लेयर प्यानल भने यदि अब भर्खर बिगिनर जस्तो हो भने लेयर प्यानल भन्ने बेला यस्तो हो त, म यहाँ उदाहरणको लागि देखाउँछु। ओके, यो एउटा बक्स बनाउँछु, एक उदाहरणको लागि मात्र हो यो, जस्तो कि पिङ्क बनाइदिन्छु। एनिवे लेयर भने यस्तो हो, हेर यो पिङ्कको कलरमा मैले अर्को एउटा यसको माथि यसो राख्यो भने यसलाई के भन्छ, लेयर। अब यसको माथि मैले यहाँ येलो राख्यो, यसलाई चाहिँ के भन्छ, लेयर्स भन्छ, राइट? न लेयर भन्ने बेला यही हो, सिम्पल भाषामा भन्यो भने एउटा मुनि हुन्छ एउटा माथि हुन्छ, त्यो दुइटै हो लेयर्स भन्ने बेला। अब लेयर जति हाले पनि आफ्नै मर्जी हो। हामीले अहिले धेरै जति के गर्छ, लेयर्स भन्ने बेला धेरै जति एउटा मात्रलाई युज गर्दैछ, राइट? सो लेयर्स यहाँमा हेर्यो भने हामीले लेयर भित्र प्यानलको भित्र यहाँ छ, यो चाहिँ डकुमेन्ट एउटा मात्र हामीले उठाएको छ अस्ति नै, राइट? सो अर्को लेयर बनाउने मन छ भने यहाँ साइड साइडमा एउटा प्लस साइन आउँछ, यो धेरै जतिले सेम हो। न्यू प्याराग्राफ स्टाइल बनाउनु मन छ भने, क्यारेक्टर स्टाइल बनाउनु मन छ भने सेम हो, राइट? न यो साइडमा थिच्ने बित्तिकै लेयर प्यानल नयाँ खोल्यो। अब यसको मतलब के हो भने यो लेयर र यो लेयर छुट्टै हो। अब म लेयर 2 मा बसेर के गर्यो भने, के लेख्यो भने डिलिट गर्ने बेला लेयर 2 को मात्र डिलिट हुन्छ, 1 को डिलिट हुँदैन, यो चाहिँ याद राख्नु होला। अब मैले लेयर 2 बनायो, अब के गरेर लेयर नाम दिने मन छ भने हामी डबल क्लिक गर्ने अनि यहाँ लेयरको नाम बनाउने मिल्छ, राइट? अब म लेयर 2 को आफ्नो नाम जुन दिए पनि हुन्छ, राइट? म जस्तो LIN लाइन भन्ने लेखेर राखिदिन्छु। अब यहाँमा हेर्दा इन्डिकेट्स करेन्ट ड्रइङ लेयर्स भन्ने छ, यो चाहिँ के देखाउँदैछ, यो पेन जस्तो एउटा देखाउँदैछ नि, त्यसले चाहिँ के देखाउँदैछ भने तिमी अहिले यो लेयरमा बसेको छ भन्ने देखाउँदैछ। अब यहाँ राख्यो भने यो लेयरमा बसेको छ भने हामीले यहाँमा यसरी हेर्दा ब्लू कलर सेलेक्ट गरेको छ, तर हाम्रो कुन चाहिँ लेयरमा बसेको छ यो पेनले चाहिँ थाहा हुन्छ, राइट? अब यहाँमा देखाउँछ, यहाँमा क्लिक, यहाँमा एउटा भनेको छ क्लिक टु सेलेक्ट आइटम्स भन्ने छ, यो चाहिँ के गर्ने लागि, यो छान्नेको लागि युज गर्छ हामीले नर्मली, राइट? सो हामीलाई अहिलेको लागि यो चाहिँदैन, केही चाहिँदैन, अहिलेको लागि हामीलाई केही चाहिँदैन, राइट? सो अब हामीले लेयर 2 मा गएर अब लाइन्स हाल्ने। अब लाइन हाल्ने बेला हामीले नर्मली के गर्छ, लाइन हाल्ने बेला यसमा यो लाइन्स टुल लिने, लाइन टुल लिइसकेपछि यहाँदेखि यहाँसम्म हाल्ने। अब यहाँमा हेर, मैले यहाँदेखि यहाँ हाल्ने बेला शिफ्ट थिचेर बसेको छ त, लेयर्स प्यानल 2 मा हो यो। अब यहाँमा कलर चाहिँ अहिले रेड देखाउँछ, यो सिर्फ देखाउने लागि मात्र हो, कालो आयो नि मेन चाहिँ, ओके? अब यहाँमा एउटा कुरा चाहिँ के जान्ने पर्छ भने, यदि लाइन्सहरू हाल्दैछ भने लाइन्सहरू फोटोहरू जे भने, अब हामी अहिले यसमा फोटो हाल्ने पनि जाउँ भन्ने सोचेको थियो, अहिले टाइम पाउँदैन हेर्छु, होइन? लाइन्स हाल्ने बेला यसरी लाइन बाहिरबाट लेखेर नमिल्ने रहेछ। यदि के गरेर इबुक्स भन्छ हामीले, इबुक भन्नेहरू बनाउँदैछ भने यो चाहिँ लाइन्सहरू एकदम गडबड हुन्छ। त्यसको कारणले हामीले लाइन्सहरूलाई के गर्छ भने, लाइन बनाउने फर्स्टमा, त्यसको पछि राइट क्लिक कट गर्नु, कट गरिसकेपछि यसको भित्र, यो भित्र छिर्नु होला, छिरिसकेपछि यसमा चाहिँ के गर्ने, राइट क्लिक गर्नु होला, पेस्ट गर्नु होला। फरक छ त। अब म यहाँ देखाउँछु फरक के हो भन्ने देखाउँछु। यदि मैले लाइन एउटा मैले यहाँ बाहिर टालेर राखेको छ, यसरी टालेको छ त, ओके? अब के गरेर ओके मलाई यो अक्षर चाहिँ बट दिस बुक
रिटन एज अ डायरी भने यो चाहिँ मैले चाहिँदैन, अब मलाई चाहिँदैन, यो डिलिट गर्ने बेला यो लाइन अटोमेटिकली माथि आउँछ। तर यो लाइन चाहिँ अटोमेटिकली आउँदैन, किनकि यो हामीले के भन्छ फ्रेमको माथि जोडेर राखेको छ, फ्रेमको भित्र जोडेको छैन, त्यो फरक छ। अब म देखाउँछु त, उदाहरणको लागि म माथि मेट्दिन्छु, मेट्ने बित्तिकै यो माथि अटोमेटिकली आयो नि, अर्को चाहिँ अटोमेटिकली आएन, अर्को त्यहीँको त्यहीँ बस्छ, यो चाहिँ लाइन, यो फरक छ। यदि लाइन चाहिँ यो फ्रेमको भित्र नहाल्यो भने के गल्ती हुन्छ भने, यदि के गरेर माथि के मेट्ने पर्यो भने अटोमेटिकली माथि आउँदैन, त्यो डिलिट नगरेसम्म हुँदैन यो। अब यहाँ फेरि यहाँमा थिच्ने, लाइन टुलमा थिचेर माथि यसरी गरेर बस्नुपर्छ है। अब त्यसको अघि बाटो, राम्रो बाटो चाहिँ कुन चाहिँ हो भने कन्ट्रोल एक्स गर्नु होला, राइट, त्यसको पछि कन्ट्रोल भी यहाँ भित्र गरिदिनु। अब के गरेर म यहाँ यो डिले गर्ने पर्यो भने अटोमेटिकली यो माथि आउँछ। यदि मैले यो लाइन भित्र चाहिँ टालेको छैन, भित्र पेस्ट गरेको छैन, बाहिर यतिकै मैले बाहिर त्यतिकै पेस्ट गरेर राखेको छ भने, उदाहरणको तौरमा म यहीँको माथि राखिदिन्छु होला, अनि सबैले देख्न सजिलो हुन्छ। ओके, अब म के गरेर मैले एउटा चाहिँ भित्र टालेको छ, एउटा चाहिँ फ्रेमको माथि टालेको हुन्छ। अब मैले यस्तो गरेर यो माथि डिले गरेँ भने यहाँ हेर्नु त, यो लाइन अघि भित्र टालेको चाहिँ सँगै अटोमेटिकली माथि आयो, तर मुनिको चाहिँ अटोमेटिक माथि आएन। कारण के हो, एउटा बक्सको माथि मैले टालेको र बक्सको भित्र टालेको फरक हुन्छ, यो हो त। ओके, अब म यहाँ ब्याक गर्दैछु, ब्याक गरिसकेपछि अब यहाँ टेक्स्ट टुल र यो भयो, लाइन्स हाल्ने सिक्यो, राइट। अब लाइनमा हामीलाई यहाँमा यो छ, अब हामीलाई रनिङ हेडर बनाउने, राइट, रनिङ हेडर बनाउने र अब लेयर्सको प्यानलको हामीले कुरा गरिसक्यो, लेयर प्यानल के हो त्यो कुरा गरिसक्यो, राइट। अब रनिङ हेडर कुरा गर्ने। आज रनिङ हेडर भन्ने बेला यो टुप्पामा, यो माथि टुप्पामा अनि के आउँछ, अहिले जुन यो नाम हुन्छ नि अन्डर द रेन भनेको चाहिँ यहाँ माथि आउनु पर्छ, त्यो चाहिँ अटोमेटिकली आउने बनाउने मन छ मलाई चाहिँ। त्यो चाहिँ कसरी गर्छ, अब अटोमेटिकली आउने बनाउनु मन छ भने हामीले के गर्छ भने फर्स्टमा एउटा क्यारेक्टर स्टाइल खोल्नु, राइट, क्यारेक्टर स्टाइल एउटा खोल्नु, यहाँ एउटा नयाँ बनाउनु होला। बनाइसकेपछि डबल क्लिक गर्नु, डबल क्लिक गरेर यसमा के दिने नाम, TITLE, टाइटल भन्ने दिनु होला। टाइटल दिइसकेपछि यो टाइटल दियो नि, त्यो टाइटल चाहिँ यतिको खाली राखिदिने। अब खाली हो कि होइन कसरी थाहा हुन्छ, यो दुईवटा डबल क्लिक गरेर बेसिक क्यारेक्टर फर्मेटमा जानु त है, त्यसमा यहाँ हेर्दा यो बक्स सबै के रहेछ, खाली। यसको मतलब के हो, यसमा केही पनि मैले यहाँभित्र के छानेको छैन, मतलब यो। ओके गरिदिनु। अब क्यारेक्टर स्टाइल यसमा हामीले केही थिचेको छैन, राइट। त्यसमा अब के गर्ने हो भने यहाँमा टाइप भनेकोमा जानु होला, टाइपमा गएर टेक्स्ट भेरिएबल भन्ने एउटा आउँछ। अब यो राम्रोसित बुझेन भने गाह्रो हुन्छ त। ओके, म फेरि एकताल भनिदिन्छु। हाम्रो क्यारेक्टर स्टाइल एउटा बनाउनु, फर्स्टमा डिलिट गरिदिन्छु। फर्स्टमा यहाँ एउटा हजुरहरूले यहाँ टेक्स्ट बक्सको भित्र नबसिकन आउट टेक्स्ट बक्सको बाहिर चाहिँ बस्नु होला। बसिसक्यो, त्यसको पछि हामीले के गर्छ, यो टेक्स्ट बक्स बाहिर थिचिसकेपछि एउटा नयाँ क्यारेक्टर स्टाइल बनाउँछ, क्यारेक्टर स्टाइल होइन क्यारेक्टर स्टाइल। ओके, एउटा अब बनाउनु फ्रेस न्यू स्टाइल बनाउनु होला। त्यो स्टाइलको नाम के दिने, अब के यता के नथिच्नु होला, कुनमा सेलेक्ट नगर्नु होला, नगरिकन यहाँमा चाहिँ डबल क्लिक गर्नु, यसमा चाहिँ टाइटल भन्ने TITLE टाइटल भन्ने लेखिदिनु होला। ओके, यहाँ त्यो सिधिसकेपछि टाइपमा जानु, टाइपमा गएर टेक्स्ट भेरिएबल, अलिक जुम गरिदिन्छु। टेक्स्ट भेरिएबल देख्नुभयो सबैले, टेक्स्ट भेरिएबल। अब यहाँमा पहिल्यैदेखि प्री डिफाइन टेक्स्ट भेरिएबलहरू हुन्छ। प्री डिफाइन टेक्स्ट भेरिएबल भन्ने बेला पहिल्यैदेखि यो के भन्छ, इनडिजाइनले पहिल्यैदेखि अटोमेटिक बनाएको एउटा हुन्छ, यो चाहिँ प्री डिफाइन भन्छ हामीले। ओके, च्याप्टर नम्बर, क्रिएसन डेट, फाइल नेम, इमेज नेम, लास्ट पेज नम्बर, मोडिफिकेसन डेट, आउटपुट डेट, रनिङ हेडर। हामीलाई चाहिने चाहिँ एउटा रनिङ हेडर हो, तर यसमा हामीले के गर्नुपर्छ, यसलाई के भन्छ, इनडिजाइनलाई भन्नुपर्छ मलाई यो पेजबाट यही टपिक चाहिँ यहाँ माथि टालिदिनु भन्नुपर्छ, यो नत्र यो पछि गाह्रो हुन्छ यहाँ। ओके न, अब यहाँ के गर्ने,
यो पेजलाई यो इन्डिजाइनलाई कसरी भन्ने पर्छ त्यो भन्नेको लागि हामीले यो मुनिको नगइकन माथि चाहिँ डिफाइन भनेको एउटा छ नि त्यसमा थिच्नु होला। थिचिसकेपछि यस्तो एउटा बक्स आउँछ, यस्तो एउटा बक्स आउँछ। ओके, अब तिमीले डिफाइन भन्ने एउटा भयो। अब कुन चाहिँ थिच्ने हो भने न्यू गरेर पनि हुन्छ हामीले, तर न्यू नगरे पनि हुन्छ हामीले। ओके, यो के फरक पर्दैन। अहिले हामी न्यू भन्नेमा थिच्नु होला। न्यूमा थिचिसकेपछि एउटा बक्स आयो। अब यसमा नाम दिनु, आफै जुन दिनुहुन्छ आफ्नो मर्जी हो। ओके, सो बुक TITLE टाइटल भनेर लेखिदिन्छ, राइट। स्पेस राख्छु एकछिन ल। ओके, यो भयो। अब ध्यान दिने चिज यहाँ हो त, टाइप भने चाहिँ के हो, यो टाइप चाहिँ कुन चाहिँ चाहियो। अब यो तिमीले बुक्सबाट एउटा निकाल्छ, च्याप्टरको टाइटल चाहियो। टाइटल चाहिँ हाम्रो च्याप्टर नम्बर होइन, योहरू होइन। कुन चाहिँ चाहियो भने रनिङ हेडर चाहियो। हेडर भन्ने धेरै जतिले थाहा हुन्छ होला, तर रनिङ हेडर चाहिँ हामीले अघि एउटा बनाएको थियो नि, के बनाएको, क्यारेक्टर स्टाइल बनाएको, प्याराको स्टाइल होइन, क्यारेक्टर स्टाइल। त्यो भएर रनिङ हेडर क्यारेक्टर स्टाइलमा थिच्नु होला। थिचिसकेपछि ओके, अब क्यारेक्टर स्टाइल उनीहरूले त्यहाँ कम्प्युटरभित्र पहिल्यै खोजिदिन्छ। अनि के गर्छ, क्यारेक्टर स्टाइलभित्र तिमीलाई चाहिँ कुन चाहिँ के भन्छ रनिङ हेडर बनाउनु मन छ भन्छ। यो टाइटल भन्ने मन छ कि टोल एन्ड ब्लू भन्ने सुपर एन्ड रेड बनाउनु मन छ भन्छ, कि त तिमीलाई नयाँ बनाउनु मन छ भन्छ, राइट। सो हामीलाई चाहिँ टाइटल भन्ने अघि मैले बनाएको थिएँ नि, त्यो थिच्नु होला। अर्को फर्स्ट अन पेज हो, यो त फर्स्ट अन पेज राखिदिनु। अर्को के गर्नु पर्दैन, योहरू चाहिँ के गर्नु पर्दैन। ओके, त्यसको पछि के गर्ने, ओके थिच्नु। ओके थिच्नु, डन भयो। अब त्यसको पछि हामी मेन पेज मास्टर पेजमा जाने। मास्टर पेजमा गएर मास्टर पेज सीमा जाने त, बीमा होइन सीमा। अब यहाँ एउटा ध्यान दिनु होला, यस्तो हुन्छ। अब बुक्स यस्तो कविता बनाउने, कापी बनाउने मान्छेहरू आफै अनुसारले हुन्छ नि होइन। यतापट्टि चाहिँ आफ्नो त्यो कविता बनाउने मान्छेको नाम, कि त च्याप्टर पार्ट कति हो त्योहरू लेख्ने मान्छे एउटा हुन्छ। यतापट्टि चाहिँ जुन च्याप्टरमा पढ्दैछ त्यसको चाहिँ टपिक चाहिँ यहाँ माथि लेख्ने मान्छे एउटा हुन्छ, राइट। सो अहिलेको लागि हामीले फिलहालको लागि सिर्फ हामीले अहिले टाइटल मात्र जाउँ, राइट। सो टाइटलको लागि यसमा डबल क्लिक गर्ने, यसमा चाहिँ राइट क्लिक गर्नु होला। राइट क्लिक गरिसकेपछि यहाँमा इन्सर्ट भेरिएबल्स भन्ने एउटा आउँछ। भेरिएबल भन्ने बेला अघि हामीले एउटा रनिङ हेडर बनाएको थियो, त्यसकै नाम लिने पर्छ त। रनिङ हेडर कुन चाहिँ हो, यहाँमा बुक टाइटल भन्ने बनाएको छ। ओके, पहिला बनाउनु पर्छ, त्यसको पछि बल्ल हाल्ने पाउँछ, नत्र हुँदैन। ओके, बुक टाइटल चाहिँ हामीलाई चाहियो। अर्कोहरू के नचाहनु, बुक टाइटल लिनु। लिइसकेपछि यो बुक टाइटल सबैलाई सेलेक्ट गरेर यहाँमा सेन्टर राख्नु। सेन्टर राखिदिइसकेपछि हामीले के गर्ने हो, यसलाई सेलेक्ट गरेर अब्जेक्टमा जानु अनि टेक्स्ट फ्रेम अप्सनमा जानु होला। टेक्स्ट फ्रेम अप्सनमा गइसकेपछि यहाँमा टप भन्ने छ, यो चाहिँ सेन्टर राखिदिनु। ओके थिच्नु होला। अब हामीलाई यति आइसक्यो। यो चाहिँ के गर्ने, अलिकति ठुलो बनाइदिनु होला, अनि देख्ने सजिलो हुन्छ नि, राइट। सो यो चाहिँ हामीले कपी गर्ने, कपी कन्ट्रोल C कपी हुने, नत्र राइट क्लिक गरेर कपी गर्नु, अनि यसमा कन्ट्रोल V गरिदिनु होला। अब सेम हो, अघि हामी सर्टकट चाहिँ जान्छौँ। अब कन्ट्रोल B गऱ्यो भने यो टेक्स्ट फ्रेम अप्सन आउँछ, अनि त्यसको पछि सेन्टर राखिदिनु। ओके थिच्नु होला, त्यति भयो। अब पेजमा जानु त, हाम्रो नर्मल पेजमा जानु। अब पेजमा गएर अब हामीले डिसाइड गर्ने पाउँछ कि कुन चाहिँ यो पन्नाको माथि, यो पन्नाको माथि, यहाँ टुप्पोमा चाहिँ कुन चाहिँ आउने मन छ भन्ने पाउँछ हामीलाई। ओके, सो हामीलाई यो रिटन बाई जेबी भनेको चाहिँ हामीले यो पन्नाको माथि चाहिँदैन, यो चाहिँ चाहिन्छ। अन्डर द रेन्ज चाहियो भनेको। ओके, अन्डर रेन्ज सेलेक्ट गर्नु होला। क्यारेक्टर स्टाइल टाइटल थिच्नु होला। अर्को केही गर्ने पर्दैन त। ओके, अब यहाँ माथि जानु त, अन्डर द रेन्ज आइसियो, राइट। सो मनी पावरमा थिच्नु होला, टाइटल थिच्नु होला। यहाँ माथि आउँदैन, किनकि यहाँ टाइटल दुईवटा जुत्ने पाउँदैन। अब अन्डर द रेन यहाँ आइसक्यो, मुनि चाहिँ मनी पावर आउँछ अटोमेटिकली। अब त्यसको पछि हु एम आई भनेको चाहिँ थिच्ने हामीले। यहाँमा चाहिँ अब टाइटल भन्ने जानु, त्यसको पछि यतापट्टि रहेछ हु एम आई, यतापट्टि चाहिँ लाइफ भनेको चाहियो मलाई, यो भयो। अनि माई लाइफ यहाँमा चाहिँ चाहियो मलाई टाइटल। ओके,
the world, right? Title. Okay, so यो सबै के भयो अटोमेटिकली भयो अब, right? The world, right? My life, यहाँ लाइफ आइसक्यो, my life भनेको चाहिँ हामीले छान्यो कि क्यारेक्टर स्टाइल बनायो, टाइटल बनाएको रहेछ, राइट? सो यसरी आउँछ है। अब जुन यो पानाको यहाँ मैले यहाँ छान्यो, यहाँ माथि आउँछ। अब जस्तो मैले के गरेर अब मलाई यो ओके, मलाई यहाँमा द वर्ल्ड चाहिँदैन, अर्को चाहियो मलाई, जस्तो एक उदाहरणको तौरमा वर्ल्ड्स एस हाल्छु त, वर्ल्ड्स हाल्छु त। ओके, वर्ल्ड्स भने एस हाल्ने बित्तिकै अटोमेटिकली त्यहाँ माथि हेर्नु त एस आउँछ त्यो। ओके, यही हो हाम्रो म्याजिक भन्ने बेला। अब यहाँमा जुन चेन्ज गर्छ, द वर्ल्ड नलेखिकन द मात्र लेख्यो भने अटोमेटिकली द मात्र आउँछ यसमा। अब यो चाहिँ हाम्रो धेरै जति केमा काम लाग्छ भने यहाँ द वर्ल्ड लेख्यो द वर्ल्ड आउँछ। यसमा चाहिँ काम के कहिले लाग्छ भने धेरै जति अब यदि बुकलेट बनाउँदैछ, एउटा कविता धेरै लामो छ भने यहाँ बिर्सेर चाहिँ है सेड इन्टु ह्याप्पी डे भने टाइटल एउटा थिच्नु ओके भनेर राख्दिनु है, राइट? सेड इन्टु ह्याप्पी डे भयो। यो चाहिँ कहिले काम लाग्छ हामीले धेरै जति यो बुक्सहरू बनाउने, बुक लामोहरू बनाउने बेला काम लाग्छ। यो अझै हामीले रनिङ हेडर भन्छ। सो रनिङ हेडर यहाँ मात्र नभएको, यहाँ साइडमा पनि आउने पाउँछ, यहाँ साइडमा पनि आउने पाउँछ, यहाँ साइडमा रनिङ हेडर जहाँ पनि आउने पाउँछ। सिर्फ के देखाउँदैछ भने यो बुक्सको भित्र यहाँमा टपिक चाहिँ हामीले यो चाहिँ डिस्कस गर्दैछ भनेर। ओके, म अलिकति जुम गरिदिन्छु। ओके, यो बुकको भित्र हामी अहिले द वर्ल्ड भनेको चाहिँ हामीले डिस्कस गर्दैछ भने यो माथि देखाउँदैछ, यो भयो, राइट? सो यहाँमा चाहिँ यो बुक्सको भित्र चाहिँ लाइफ भनेको चाहिँ डिस्कस, मेन अहिले लाइफ भन्ने डिस्कस गर्दैछ भनेको कुरा गर्दैछ, यहाँ त्यो युज गर्दैछ। अब हामीले बुक्स बनाउनु बेला एउटा च्याप्टरको भित्र धेरै हुन्छ नि, राइट? सो यसरी बनाउनु पाउँछ भने रनिङ हेडर भन्छ यसलाई। अब यहाँमा चाहिँ नलेख्ने कारण के हो, यहाँमा चाहिँ कन्टेन्ट लेख्ने बेला हामीले कन्टेन्ट भनेर यहाँ लेखिदिन्छ, अनि त्यो भएर यहाँ लेख्ने पर्दैन यसमा चाहिँ। यो भयो। अब हामीले आज के सिक्यो, लेयर्स भने के हो, लेयर प्यानल भन्ने बेला कसरी खोल्ने पर्छ, यो यहाँ छ। यदि यहाँ पाएन, यता साइडमा पाएन भने विन्डोमा जानु होला, विन्डोमा गएर अनि लेयर्स भन्ने यहाँ आउँछ। यहाँ लेयर्समा यसमा थिच्यो भने यही खोल्छ, अनि यस साइडमा टालिदिनु होला। यो लेयर्स भन्ने बेला एउटा पन्ना, एउटा कागजको माथि एउटा कागज के भन्छ राखेको जस्तै हुन्छ। ओके, लेयर भयो। लेयर पछि हामीले यो लाइन्स कसरी हाल्छ, लाइन यो धारको भन्छ नि, धारको कसरी हाल्छ, धारको हाल्ने बेला अनि बाहिर राख्यो भने के समस्या हुन सक्छ, भित्र राख्यो भने के चाहिँ फाइदा हुन्छ, त्यसको बारेमा भनेको छु। अनि आज रनिङ हेडरको बारेमा पनि बोलेको छु। ओके, या अब के गरेर तिमीहरूलाई यहाँमा साइडमा एउटा देख्नुहुन्छ होला, के गरेर हजुरहरूले यहाँ एउटा देख्ने हुन्छ होला, एसे भन्ने बेला यहाँ साइडमा एउटा स्टार जस्तो एउटा आउँछ नि। यो स्टारको मतलब के हो भने यो डकुमेन्ट भित्र के अब मोडिफाई गरेको रहेछ, के गरेर यहाँ भित्र के फोन्ट चेन्ज भएको छ, के न के चेन्ज भएको छ भने पनि यसले चाहिँ देखाउँछ, इन्डिकेट गर्छ। त्यसको लागि हामीले के गर्नुपर्छ, कन्ट्रोल एस गरे पनि हुन्छ, नत्र यहाँ फाइलमा जानु होला अनि यहाँ सेभ भनेर आउँछ। यो हो। अब यतिसम्म हामीले सिकेको छ, नम्बर हाल्ने सबै सिकिसक्यो, राइट? अब बिस्तारै अर्को अब पछि भिडियोमा हामी हेरौँला के अब त्यसको पछि हामी के गर्नुपर्छ, त्यो फोटो हाल्ने बेला कसरी हाल्छ, टेबलको कन्टेन्ट कसरी बनाउँछ, त्योहरूको बारेमा सिकौँ। अहिलेको लागि हामी यतिसम्म राखिदिन्छु। अनि के गरेर अब सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला, अनि के भन्छ लाइक दिनु होला यदि केही सिकेको छ भने, अनि प्रश्न छ भने कमेन्ट गर्नु होला। त्यति हो, अनि पछि भेटौँला। ओके, अनि सबैलाई धन्यवाद, थ्याङ्क यू।